होला खै केले गर्छ मैले नि देखाइदिनु त सक्सेस गरेन भने दिएर कुरिरहेको झर्न छिटो नाट्य गरे घर जान्छ बिसायो भने भिडियो गरेर गाइस नमस्ते सबैलाई सबैजना सन्चो हुनुहुन्छ होला आज नयाँ ब्लगमा सबैलाई स्वागत छ सोझो म सोच्नु मलाई किन चस्मा लाखा भनेर गाइस आँखा दुखेछ यस्तो भयो आँखा धेरै दिनपछि ब्लग हाल्दैछु कति दिनपछि विशाल भन्दैन कति दिनपछि ब्लग हाल्छु 3 दिनपछि लामो 7 दिनपछि 7 दिनपछि अनि सबले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु दिपेश ब्लगलाई अनि यस्तो भयो आँखा गाइस धेरै पछि ब्लग हाल्दैछु अब ह्यान्डसम देखियो थाहा चस्मा लगाएर अनि विशाल हाँसिरहेको लदा थाहा अगाडि मान्छे विशालको साथी धेरै दिनपछि कति दिनपछि बिहा भन्नु त 7 दिनपछि ए अने गरेर होइन माया सर अन गर्न खोज्छु ओ 7 दिनपछि ब्लग गाइज सबले माया देखाइदिनु होला धेरै दिनपछि 7 दिनपछि गाइज आँखा दुखिरहेको थियो गाइज त्यसैले बनाउनु पाएन ब्लग सबले माया देखाइदिनु लास्टमा हेरिदिनु होला सबले माया देखाइदिनु लाइक सेयर सब्सक्राइब गरिदिनु विकास ब्लगलाई के गर्ने गाइज बाध्यता छ यस्तो रोड छ माया आसाला चिपिया नेता देखोस् न यहाँको माया यस्तो गाली गर्ने हो सुरुमा भाषण दिँदै यस्तो यस्तो गर्छु लास्ट टाइममा घन्टा जस्तो आइदियो माया आसाला बनाउनु भएन कि 20 दिनमा जाएछौ के माया आसाला कम हिँडेको चुनावमा मासुवा पनि खान पाइएन हल्दिन्छ कि के गर्ने गाइज बाध्यता छ धेरै दिनपछि 7 दिनपछि आज यो 8 दिनमा आउँछ भोलि 8 हेर त माया साला के गर्ने गाइज आँखाले प्रब्लम थियो आँखामा पर्दा घुसेको थियो अनि निकाल्दाखेरि यस्तो भइदियो सुरुमा पर्दा घुसेको थियो नि निकालेँ अनि आँखा सुन्दिन गयो कि आँखा रातो यस्तो रातो भएको थियो गाइज हजुर देख्नु छ भने हजुर दङ्गे भन्नुहुन्छ तर भिडियो छैन गाइज सबले लास्टमा हेरिदिनु राम्रो ब्लग आउँछ अब गाइज के गर्ने आँखाले नमिलेर हो माया नमारिदिनु होला त्यस ब्लगलाई हो नि विशाल के बोल्नुहोस् दादा के बोल्नु एक्टिभिटी पुऱ्याएर आउँछ अरू बेला ब्लग स्टार्ट हुँदाखेरि कोही तेरो पनि आउनु मेरो पनि आउनु एकछिन त एक दिन त म सेन्टी पनि भएको हो कि विशाल एक दिन हो कि नै आँखा दुखेर नभए बोल्यो कि नै कतै आँखा पनि दुख्ने त्यहाँको गर्लफ्रेन्डले पनि छोड्ने गर्लफ्रेन्ड छोड्ने नै गर्लफ्रेन्डले छोडिसकेको जवानामा अर्को गर्लफ्रेन्ड छोडेको होइन कुन गर्लफ्रेन्ड छ मेरो कहाँ थियो अर्को के कतिको गर्लफ्रेन्ड छ नि मेरो गर्लफ्रेन्ड के त्यही फेरि बढी पऱ्यो त्यो भनिदिउँ भन्नु त नाम भनिदिउँ न भन् नाटक कोही त एउटा स्न्यापसाट देखाइदिन्छु स्न्यापसाट गरेर इन्स्टाग्राम देखाइदिन्छु थाहा पाउँछ तर ह्यान्डसम देखिन्छ गाइस थाहामा चस्मा लगाएर भन्नु पर्दैन नि कमेन्टमा बच्चादेखि ह्यान्डसम हामी त अनि विशाल हामी बच्चादेखि ह्यान्डसम होइन अनि हामी बच्चीदेखि ह्यान्डसम तिमी हो अनि म हल्का ठुलो हुन्छ साइड आर्टिस्ट डुक आउला फेरि अहिले किन बोलाइस् हुन आउला क्या लास्ट टाइम हेरिदिनु गाइस माया देखाइदिनु माया गरिदिनु हजुरको एउटा सब्सक्राइबले मेरो 1 लाख पुग्छ हो कि विशाल हो कि नै हजुर एउटा सब्सक्राइब गर्नुभयो भने कुवा भनेपछि समुद्र यो नाली फेरि नाली गरे खोला भन्छ खोला भनेपछि समुद्र भन्छ समुद्र भनेपछि के भन्छ नाली भन्छ ए भगवान् आज विशालले नास्ता खुवाउँछु भने हाम्रो दिपेश ब्लगमा आयो भने त फेमस हुन्छ नि अब सोच्नु मलाई किन दादी जोगान काटे अब के गर्ने गाइज पहिला के अब कबीर सिंह नभन्ने गाइज अब सोझो भन्ने त्यही भएर जुगा दादी काटेको कपाल सपाल सब काटेको अब नो कबीर सिंह फोकस हो कि मिसन फोकस अलि हो नि स्टोरी ब्याच लगी जमाउनु लाग्यो गाइज फर्स्ट इयर पास भयो रिजल्ट लाग्थ्यो पास भयो गाइज यस
टप मैले सेकेन्ड टप फर्स्ट टप रोशनले सेकेन्ड टप मैले अगाडिको पछाडिको मैले खान्ने यो हामीसँग पढ्ने हेर हेर्दैन साला भिडियो बन्छ युट्युबमा साला जो देख्ने बित्तिकै आँखाको हेर्दै भनेको बिर्सिस् क्या तर जुवा पनि विशाल सोधोमा कता कोही पनि हाल्दैन हजुर विशालले कोहीलाई कसलाई पनि हेर्दैन अनि न केटीलाई हेर्छ न कसलाई हेर्छ क्लासमा क्लासमा पनि कोही पनि हेर्दैन विशालले केटीसँग बस्दैन कि विशाल अनि बनाउनु पनि सके होइन क्लास आउनु लाग्यो यहीँ काट्नुपर्छ क्लास देखाउनुहुन्न हाम्रो हामी पढेको क्लास देखाउनुहुन्न क्या कस्तो छ हाम्रो पढेको क्लास फेरि किन पहाडेको किन पहाडेको क्या छोइए पनि फेरि तिर्छ नि बेस पारेर छोइए पनि तिरिहाल्छु नि भनेर ओ मैया मेरी मैया कता छिन् रे यता यता छिन् रे कता कता छिन् रे हाम्रो दिपेश ब्लगलाई सबले माया गराइदिनु होला गाइज लास्ट टाइम भिडियो नहोस् न विशाल यस्तो बोल्ने हेर चिया 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 हाम्रो चिया है बिहान पाउने चिया बेलुका पाउने चिया बाटो हिँड्दा चिया चिया नै चिया तँलाई पनि देउला नगर धेरै चिन्ता ला 10 रुपियाँ चिन्ता चिया चिन्ता खाएर लिएर आइज बच्चादेखि बुढो सबले खान्छ चिया चिया खाएपछि बल्ल आनन्द आउँछ हामी चिया खाने ठाउँ यही हो फेरि गाइस मिठो चिया पाइन्छ आएर खानु दुई ठाउँ चिया आयो आन्टी बाबु ब्लग गर्छौ यहाँ बोल के भन्छौ भिडियो आउँछ ब्लग लगाइछ अब हामी नास्ता खान्छौँ फेरि अरू नास्ता खानु गाइस हामी फेरि चिया र चना गरेँ सरी के रहेछ नम्की अर्को पुन्टे भाइ ल पुन्टे भाइ के भन्छौ हाम्रो पुन्टे भाइ हनुमान भगवान हनुमान विशाल विशाल के भन्छस् लाइक एन्ड सब्सक्राइब गरिदिनु कसलाई दिपेश ब्लग गाइस यो चाहिँ अर्को सेन्टीमा आज ब्रेकअप भएको अरे गाइस यो ब्रेकअप आज रिसासँग नबोल है रिसा आज ब्रेकअप भयो दाइको गर्लफ्रेन्डसँग झगडा भयो ब्रेकअप भयो नबोलेसँग अब बुझ्यौ नेक्स्टमा बोल्नु हुन्न आज दिन्छ आज अहिले तिमी मेरो बिग फ्यान होइन बिग फ्यान होइन दाइ हजुरको बिग फ्यान होइन छिटो भन न बिग फ्यान बिग फ्यान मलाई अर्को देख्यो हो कि भाइ हेर्छ देखेको छैन म ब्रेक के अरे मेरो बिहा भन अब बिहा हुन्न भाइ बाबु खिता भन खिता भने के हो यो खिता हो नि भाइ खिताको भन खिताको हो यो यो अनि को अरे यो विशाल खिता म चिता गाइस लास्ट टाइम हेर्नु ल लाइक सेयर अनि सब्सक्राइब गरिदिनु दिपेश ब्लगलाई नि माया देखाइदिनु होला खै केले गर्छ भने नि देखाइदिनु त सब्सक्राइब गरेन भने वार्निङ भाइको गरेन भने फेरि देखाइदियो कसले पिक्ने अरे यो त्यस्तै हाँसो छ अरे झडाम भयो भाइ गर्दैन अनि कसलाई पिटिहाल्नुपर्छ यस्तो भयो सन्चो भयो पिटिहाल्नुपर्छ जल्दी सब्सक्राइब गर्दैन पिटिहाल्ने हो कि भाइ
जुम गर्नु जुम यसरी झ्याक जुम गर्नु यसो बाहिर विशालले मिठाई खुवाउँदै खा कति 1 किलो खाने नहीं 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 दुईवटा मिठाई खाएको हुन्छ दुईवटा मिठाई खुवाउँदै गाइस फर्स्ट टाइम खुवाउँदै फेरि फर्स्ट टाइम हो मिठाई खाएको अङ्कल यो मिठाई कति हो एक पिस गाइस 4.5 लाखको जुत्ता घर जाएगा दुध जुत्ता अब विशालले पिछाइ फेर्ने गएर दिएर कुरिरहेको झर्न छिटो बाक नाटे गरे घर जाउँ पिछाइ भने नाटेको भिडियो गरिदिँदै झर्कै जा जा के भन्छ म भिडियो पाउन के घर जाने होला नि पिछाइ फेर्नुहोस् कुरी कुरी भन्छ आफै दाइ पिछाइ फेर्दैन अरे ल कन्टेन्ट बनाउन जे बोले बा हँ कन्टेन्ट बनाउन जे बोले होइन गाइस जाऊ छिटो पिछा फेरि आउँछ नाटक गरेर खोला भनेको त्यही यस्तो सिन छ गाइस यस्तो सिन पिछाइ भने ला कसै यस्तै सिन भयो यहाँ खाइ पनि देखाइ नि पाल्छ खाडी गाइस यस्तो खाडी छ खाइ भन्छ खाइ यहाँ पानी थियो पहिला अहिले पानी यो गरेर मरे त्यसलाई के भन्छ यसलाई दिस इज विशालको गाउँ अनि तिम्रो गाउँ कुन हो पारी कहाँ पाइ वारी पारी तिम्रो दुई गाउँ चाहिँ जस्तो देखिन्छ नो बेबी दिस इज माई पर्सनल हाउस नाटकै पारे आएर खोइ घर नआइदिएर